ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी 4-5 बजे उठेर हामी चाहिँ अहिले 4 जना छौँ। 2 जना दाइ अनि म र नाना। हाम्रो डेस्टिनेसन चाहिँ तारेभिर रहेको छ र अहिले चाहिँ हामी पुग्यौँ। अझै पुग्नलाई लाग्छ साथीहरू, लगभग 15 मिनटमा पुगिन्छ। तर हाम्रो हल्का एकजना ग्याङ मेम्बर चाहिँ बिरामी भएको कारणले हामीलाई थोरै गाह्रो पर्ने भयो। त्यही पनि ठिक छ, हामी पुस गर्नेछौँ गाइज। पुसको महिनामा पुस गर्दै हामी लास्टमा जानेछौँ गाइज। हाम्रो नानालाई चाहिँ एकदमै गाह्रो भएको छ साथीहरू यो समयमा। तातो पानी खाइराख्नुपर्छ कि होइन त बुन, चिसो चिसो मौसम छ। ल साथीहरू, तपाईँहरूले पनि त्यति आफ्नो चाहिँ केयर गर्नु पर्यो। टक्क अहिले चिसो बढिरहेछ, तातो पानी खानु पर्यो, चिसो पानी खानु भएन। आफ्नो हेल्थको केयर गर्नु पर्यो सबैले। म चाहिँ अति सिकिस्तो भइसक्यो, किनभने मेरो चाहिँ अब यो बढ्दो उमेरले गरेर जान्छ नि। हाम्रो ग्रुपको सानो मान्छे नि त, फेरि के गर्नु भाइ चाहिँ फेरि गाई ठिक छ, ठिक छ, ठिक छ, ठिक छ। हामी खाजा खान लागेको, खाजा चाहिँ आइसकेको छ। भएको कारणले अब चाहिँ हामी साकेर गइरहेछ। साथीसँग दाइहरू पनि अनि रोमिया पनि साथीहरू लागेको आफ्नो बाटोतिर। ओ आऊ न, हेलो साथीहरू, हामी चाहिँ अब आइसकेको छु भेट्नु डान्स।
पुग्यो। अब चाहिँ हामी यो घुमिसकेर अब चाहिँ हामी घर जाँदै हो होइन, घर जाँदै होइन, कृष्ण मन्दिर जाँदै हो। हामी कृष्ण मन्दिर जाँदै हो होइन? हो हो। अब चाहिँ साथीहरू साकेला सकिन लागेको छ, हेर्न सक्नुहुन्छ मान्छेहरू घट्दैछ। अहिले चाहिँ हामी हिँड्दै हो कृष्ण मन्दिर। अब चाहिँ हामी यहाँनिर समोसा खान आएको, हेर्न सक्नुहुन्छ। हेलो। यो चाहिँ 10 को एउटा है, हेर्न सक्नुहुन्छ। तपाईँहरू नि आएर खान सक्नुहुन्छ। हामी खाजासाजा खाएर फेरि हामी लाग्यौँ कृष्ण मन्दिर। उहाँ चाहिँ नाना हो। अनि उहाँ चाहिँ नाना है, म चाहिँ अरू कसैको होइन, यति यहाँ भएको जति सबैको नाना। उहाँको पनि नाना, सबैभन्दा म फेभरेट हो। सबैले नाना भन्ने, हेर्ने जति सबैले मलाई नाना भन्ने। ल भन्नु है नाना। पछाडि देखाउने अब गाई सरे म पनि साथीहरू मेरो बुनु के गरे मैले अहिले उता खाने कि यो हर्कत तेरो नि मैले यहाँनिर क्याप्चर गरेर राखेको छु। चरपटेको भोगी, चरपटे हेर्ने कुरकुरे भनेको मैले कुरकुरेको भोगी। हेरे आफूलाई हेर। बाटोमा हेर्नु साथीहरू मलाई हामी चाहिँ यहाँनिर मन्दिरमा आइसकेको छु। हामी कृष्ण मन्दिर घुमेर पनि अब हामी चाहिँ घरतर्फ लाग्दै हो। औ किन पिट्या मलाई? हेर्नु साथीहरू मलाई बुली गर्दैछ है। हतियार हुन्थ्यो ल, तिमीले मलाई यसरी हानेको, कसरी हानेको रे? यसरी ठिकै छ, ठिकै छ। ठिक छैन भनौँ भने पनि के आजको दिनहरू मेरो यसरी नै बित्यो। तपाईँले हेर्नुभयो होला। र आज चाहिँ हामी फर्स्ट मर्निङ वाक गयौँ र हामी साकेला गयौँ र साकेलामा चाहिँ नाना आन्टीलाई भेट्यौँ र अहिले चाहिँ हामी
घर जाँदै हो बाई 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 साथीहरू थ्याङ्क यू फर वाचिङ